गर्नुहुँदैछ? यहाँ के गर्नुभएको? यहाँ मोबाइल हेरेको आयो बजारबाट। यहाँ हेर न, यो को मान्छे हो? चिनिन मैले। यो को फोन गरेको थियो? को हो यो? यो त उता पल्लाहरुका क्यामा हो नि। त्यही र पो चिन्दिरहेछु, फोटो अर्को हालेको रहेछ नि त। ल अनि के ल्यायो बजारबाट? लु निकाल त, यो मेरो दबाई पनि खानु पर्छ। सबै निकाल्दिन्छु। ल सबै निकाल त। के ल्यायो? मलाई चिम्टी कस्तो चाहिएर नि, यहाँ कपाल बान्नु नपाएर एउटा भएको पनि भाँचिएर भइरहेको थियो तेल। यो पनि पो ल्याएको रहेछ तेल। अनि कति दामका हुनु हौ यिनीहरू? यो कतिको? नौपालिस कतिको? यो त 50 रुपियाँको। यसलाई 50? के साह्रो बढेको? अनि यो त मलाई त 40 रुपियाँ, म भए 40 रुपियाँमा ल्याइदिएँ। कति आउँछ त 40 मा? दलाली गरेन होला। यसको चाहिँ कति अनि फेरि? यसको पनि 50 हो। राम यो मलाई 10 रुपियाँको होइन, 10 रुपियाँको काहीँ होला। तिमीलाई चाहिँ कस्तो 50 हालेको हो अनि? राम, यो कति हो? यो बाबुको लागि ल्याइदिएको थिएँ। यसलाई त त्यो 100 रुपियाँ। राम पैसा चाहिँ बोटेमा फलाउँछ र मुलाई यो झुम्राको केही पनि छैन। यो मेरो दबाई भइहाल्यो। तेललाई कति? तेललाई त 120 रुपियाँ। राम त्यो 20 रुपियाँ चाहिँ किन झुन्ड्याएको क्या? अनि 100 नै माग्नु पर्दैन? पैसा चाहिँ नि बोटेमा फल्छ जत्तिकै हुन्छ क्या। यो टमाटर कति खोरे? यसो 1-2 किलो ल्याउनु पर्दैन? यो आधी किलो टमाटरलाई चाहिँ 50 रुपियाँ हो। राम आधी किलोलाई 50? कहिल्यै सस्तो हुने भएन। तिमीले चाहिँ नि केही कुरो सामान सस्तो ल्याउँदैनौ। यो सबै 10 घटाउँदा पनि कति हुन्छ? 4-5 वटा 8 वटा सामान ल्याउँदाखेरि त। ल जाऊ चिया पकाएर ल्याऊ जाऊ। लु यही हो साइड। आउनु भएको छैन? चिया कति चाहिँ चिया जाइदो रहेछ बिहान बेलुका दिउँसो। आफै बनाउ न त्यति चिया त। यतिमा ल्याएर दलाल आजमा यस्तो गर्छु कि दलालै छोडिदिन्छ। मैले पानी खाँदैछु। आयो बजारबाट? लु बस के ल्यायो हेर। के ल्यायो निकाल त। म 50 मै दलाली गरेर 50 मै ल्याइदिन्छु। मैले झन् 40 मै ल्याएको। अनि यो चाहिँ प्रेसर नाप्ने चाहिँ कति पर्यो यसलाई? 5000। म भए त 4000 मा ल्याइदिन्थे। मलाई थाहा थियो हजुरले यसै भन्नुहुन्छ भनेर, त्यही भएर मैले यो 3000 मा ल्याएको। त्यसो भए त यिनीहरू पनि अनि अब त्यसो भए त दलाली गरेर ल्याएको होला नि यो सबै। ल राख। लु जाऊ चिया पकाएर ल्याऊ एउटा। 1 कप चिया पकाऊ।